दोकानको लागि नि सिलाइदिए भनेको 50,000 दिउँ कि हौ अब म त काम लाग्ने हो काम लाग्ने हो अलि दिइहाल है 1 लाख जस्तो दिइहाल 1 लाख है 70,000 दिनु पर्यो मलाई बाटो मैले जिन्सको हाफपेन्ट यतिको लगाऊ भने झुन्झुन गरेर पिटी भेस्टमा फेरि थियो दाजुलाई यो लगाएर चाहिँ भात चलाउँदै गरेर फोटो के हो काकी दिन अन्त महिना दिन भन्दा अगाडि दिनको गरेको टिका लाउँदैछ यसो गर्दैछ टिका लाउँदैछ यसो गर्दैछ नि होस् न छोड्दै 70,000 छैन तपाईँलाई मात्रै 70,000 यतापट्टि चाहिँ के लगाएको रहेछ भने यतापट्टि त्यो नेवारको लगाएको छ खासमा त्यति बेला चाहिँ बाङ्गो हुँदैछ माथि हाँसेर यहाँ हेर्नु बाबा यो नेवारको लगाएको हेर्नु यहाँ यति बेला चाहिँ अलिअलि बाङ्गो हुँदैछ यो हाम्रो यहाँ उहाँलाई पुस्कालालाई काइलीबारीलाई अब ए ठुलो मुमालाई बोला सबै काकाहरू पहिला काका धनी छ दुईवटा नरु देखेको हो त्यतिको चाहिँ दिएको हो अझैले अब तोरो म चाहिँ नि यो खै अब ठुलो अन्तरिका के आउँछ यहाँ चाहिँ पुस्ने अनलाइनमा घाँस अनलाइनमा हाल्यो लो यो दिइहाल्नु आशीर्वाद अब सानो हुँदैन अब म ठुलो हो अन्तिममा चप्पल लगा न चप्पल लगा नि त अब सानो बढीलाई आशीर्वाद दिने सानो अन्तरी मलाई त के भनेन काकीले यहाँ फेरि दुख मन गर्दैछ फेरि आशीर्वाद कम्ती भयो अरे के अरे जिगज्याग बम्परमा गाडी जान्छ नि त्यस्तै गरेर दिएछ कसैलाई आशीर्वाद दिन्छ कसैलाई हामीले दिँदैन दिएन हो उयो कपाल पक्रिँदैन है मेरै हो दक्षिणा के गर्नु दक्षिणा चाहिँ यताबाट आउँदैछ पाती मात्रै भन्नु
अझै खै होस् न आशीर्वाद भन्छु है भाइ काका होइन गोकोले के खान्छ दिनु ल भनिरहेको छु म त नुनको ज्यामै छानेर हामी त्यो अरू जस्तो स्ट्यान्डर आएर उयोमा बस्दिनँ नि यति बेला भन्दैछ है ल है भनेकै हो नि है भने अरू जस्तो स्ट्यान्डर भएर त्यो गेन्जीमा बसेर खान्न नि हामी भनेको चिया दिएँ मैले भनेको माथि गर्नु म पनि त्यही दिएँ नि अन्तखेरि चाल पाक्छु नि उल्टा पो भन्यो हाम्रो घरमा आएर चुलामा बसेँ म आफै खान्छु भनेको छैन म आफै दिन्छु कस्तो मन परेले गोपालले रोटी पोलेको रहेछ मलाई दिएन भन्दै आएन त बित्था मानि मात्रै हुन्छ हो च्यादिकन भर्नु भएको छ नि चल्दैन के छिटो परे त केटाकेटीलाई लगाइदिइ माग्नु नि होइन उदिसालाई माग्नु पर्छ उदिसालाई लगाइमाग्नु न शुभेच्छा लाउँदा पनि हुन्छ त बहिनी लगाइदिन्छ बेलुका खेरि आउँछु है म को चाचा बेलुका खेरि म ल्याउँछु एमपीहरू सबै मेरो माइती आउँछ नि आमालाई छ नि अझ छैन र भोलि मात्रै ए उतापट्टि लगाइदिनु न दाहिनु दुईपट्टि रहेछ हौ अझै दुईपट्टि लगाइदिँदैछ यतापट्टि मात्रै एनजिबीमा भेट्ने बित्तिकै यस्तो बेग जुत्ता के दामी आमाम भेस्ट के दामी योपालि त आइसले मजाले हात थोक्दै भन्दै थियो आइसले हौ मजाले हात थोक्दै अरे काकीको देखेको छुइनँ म त आइसले थोक्दै भनेको कहाँको त्यो थुक्नु पर्यो कान्छीलाई किन ल अब को छ फ्याङ्दिङ कि भने होइन यो होइन यो हेर मुस्लिम नै हुँदैन मुस्लिमको दोकानमा नकिन भिडियोमा मान्छे चाहिँ बुझ्नु एकात्रितमा हाल्छ त एकदम ज्यादा छ एकात्रितमा छैन म छुइनँ मैले छोड्दै मैले लिभ गर्दै आमामा टाङ्रा टुङटुङ फोन भाइबेसन बिग्रिएर मन परेन म मलाई पो चिनेर दाजुले त मलाई चिनेन नि कोनी को हो कम्ती मन दुःख भयो नि त कति बेरसम्म कुरा गरेको एक ढाका तोडेर कि मलाई मात्रै दिएन भन्दै कति बेरसम्म कुरा गरेको गएको पनि थिएन टिका नयाँ भएछ त त्यहाँ त चिउरा अस्ति फ्याक्यो नि त तर म चाहिँ दिन्छु बनाउँदिनँ ला बहिनी हेरेर खाइन्छ नि हामी एउटा उयस माछा लोक पढ्नु पर्यो मेरो अलिक अगाडि जाऊ फेसबुकमा फोटो हालेको छ कि हालेको छैन ए किन हाल्नु फेसबुक अल्छी हुन्छ आजकल इन्स्टाग्राममा हाल्नु नि इन्स्टाग्राममा त्यो आर्केले गर्छ नि रिल्स बनाउँछ त्यो त पुरा फेमस रहेछ त सानो छोरा गर्न भनेको मैले कि कति थाउजन्ड कतिले हेरेको छ अम्बो
कस्तो राम्रो गर्छ त्यसले गर भाइ त्यही गर कसो गर्छ त्यसो गरिरहनु हुन्छ त अन्त पैसाहरू मजाले कमाउँछ नि कतिले हेर्नु न कति कमाउँदैछ मान्छेहरूले त्यही भएको जति सबै दिनु पर्यो देवी देउराली हो सबै भागेर चाहिँ एकदम सबै आशीर्वाद त्यति हो नि 2 मिनट कति 1 मिनट त हुन्छ साथीभाइसँग दुश्मनी नहुनु जमट दिँदैछ आमाले नि मिलेर हिँड्नु अझै यो पालि चाहिँ बुहारी नातिनी बुहारी हेर्नु पाऊँ भन्नु न के लाग्दै छोड्दै के हो यो पनि सबैलाई थाहा भइसक्यो भन्नु त अझै मासु ठिकै भनिस् हड्डीमा पर्छ हाम्रो त्यो केटी कस्तो राम्रो थियो है को केटी हौ त्यहाँ आउने केटी को आएको थियो को केटी हौ लाग्छ नयाँ पैसामा सिधै थाप्दै खै काटेको भनेको पुरै गर्नु छोड्यो त फेरि कान्छीको छोरी भन्दैन त किन्छ सिरेजले तर यो त पहिला त घटे राम्रो भयो है यो अहिले डरलाग्दो घट्यो नि भइसकेको थियो है यो त होइन यति राम्रो देखिरहेको छ हाम्रो पहिलाको सुबु खै भनेको अस्ति लागि होइन होस् यस्तो ठिक छ म त यहाँ आएर घटे भने के खानु